गुड मर्निङ साथीहरू। आज चाहिँ हामी चाहिँ मार्केटमा चाहिँ अब यो जस्तै अब यो अहिलेको खाडी मुलुकहरूको जुन सिचुएसन छ त्यसमा चाहिँ मार्केटमा चाहिँ प्राइसहरू चाहिँ कतिको हाई भएको छ या त पहिलेकै रेटमा छ कस्तो छ भनेर चाहिँ तपाईँहरूलाई देखाउन जान्छौँ आज चाहिँ होइन। हामी चाहिँ आज 4-5वटा मार्केटहरू जान्छौँ, चेक गर्छौँ त्यहाँ चाहिँ कस्तो छ त अहिले चाहिँ मार्केटमा चाहिँ अब पहिलेकै रेटमा छ या सामानहरूको दाम बढाइसकेका छन्। हामी चाहिँ 4-5वटा मार्केटमा गएर चाहिँ तपाईँहरूलाई चाहिँ देखाउनेछौँ आज चाहिँ होइन। चाहिँ हिँड्नेछौँ, बुढीले आज मलाई हिँडेर रात बोलाइदिएको होइन। बलियो गर्मी पनि टाइम भयो 12 घन्टा ड्युटी हुन्छ यार, अनि अब 2 घन्टा बुढीले अब कार किनिदिने भइसक्यो मलाई। मेरो बुढीलाई धनी छ, सबै मेरो पैसा लुटेर लगेपछि धनी नभएर त यो बुढीहरूले धेरै कमाउनु थाल्यो कि हेप्दो रहेछ नि यसरी। हेप्नु चाहिँ मैले कहाँ हेप्नु लाई कार किनिदिनु भइरहेको थियो अब हेपेको म किन्दिनँ साइकल किनिदियो भनेर अर्को कुरा हुन्छ नि। यसरी हिँडेर साइकल किनिदिन्छु। एउटा मलको अगाडि आइपुगेको छु होइन। मल पुग्न लागेको छु। अब यहाँनिर हेर्छौँ हामी चाहिँ के कति छ दामहरू होइन। यो चाहिँ ग्रान्ड वर्षा भन्ने यो चाहिँ मल हो होइन। यहाँ चाहिँ तपाईँहरूलाई हामी देखाउनेछौँ के कस्तो छ भनेको। अहिले चाहिँ गर्मी बढिसकेको छ मल। 5 minutes later. टमाटर प्याज बुढीले चाहिँ वाइ चाउचाउ लिइसकेको छ। चामल कति सानो बोरा छ त, कति केजीको हो यो त? 5 केजीकै हो। उद्या हेर त, उद्या छ त त्यही त। यहाँ चाहिँ चामल चाहिँ अफरमा रहेछ होइन, सस्तो रहेछ। अब यहाँ मेकअपको सामान किनिदिनु पऱ्यो। यो चाहिँ पुरै मेकअप सेक्सन रहेछ यहाँ होइन। के किन्ने बुढी? फुड भन्ने मार्केटमा आएको छौँ होइन। यो मार्केट चाहिँ सबभन्दा सस्तो मार्केटमा गरिन्छ क्या। यहाँ चाहिँ कस्तो छ म तपाईँलाई देखाउँछु। के लाने? अफरमा त केही नै छैन साथीहरू यार। यस्तो महँगो छ सागसब्जीहरू, मोस्टली सागसब्जी है। सागसब्जीहरू यस्तो महँगो छ कुरै नगर्नु क्या। आजभन्दा ठ्याक्कै 1 हप्ता अगाडि हामीले 0.99मा किनेको टमाटर आज त्यसको प्राइस चाहिँ 10 दिरहमभन्दा प्लस छ क्या। यो अहिले भर्खरै गएको मार्केट चाहिँ यहाँको सबैभन्दा सस्तो मार्केट हो। त्यसमा पनि 8 दिरहम छ क्या टमाटरको प्राइस। अब म यतिखेर आलुको प्राइस चाहिँ तपाईँको 2 दिरहमदेखि 1 दिरहमदेखि 2 दिरहममा पाउने हो यो सिजन। अब अहिले आलुकै प्राइस 6 दिरहम छ क्या। अरू नै मार्केट जाँदैछौँ हामी, हेरौँ के छ त्यताको चाहिँ अवस्था। मार्केट आएको छौँ लुलु होइन। यो चाहिँ रमजानको टन्नै अफर लागिरहेको रहेछ। प्राइस चाहिँ कति छ थाहा छैन। प्राइस पहिला जुन त्यही प्राइस भन्दा डबल लेखेर फेरि नर्मल प्राइस। हामी चाहिँ यहाँ लुलुमा आएको छौँ। तर टमाटर त महँगो जस्तो लाग्यो त मलाई बुढी। टमाटर त महँगो लाग्यो त। 9 कि 10 दिरहम।
ए 5.95 सालमा यति नै हुन्छ नि त अब पुरै खाली भइसकेको छ 5.95 त्यो त यहाँनिर प्रायः यति नै पर्छ नि त धेरै भनेर चार्ज दिँदा छैन अरू मार्केटहरू साग सब्जी यताउति थियो नि साग हेरौँ न उता एक दुई दिनमा लसुन पनि सस्तै रहेछ नि त 12 दिरहममा प्याज हो त कटुस हेर न प्याज कसरी रहेछ 4.25 साग हेऱ्यो भने रस सागको त फाइनल्ली सपिङ गरेर आइसकेको छौँ होइन भिडियो मन पर्यो भने लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनु होला